हाम्रो यो पहिलो पोडकास्ट हेरिबस्नु भएका सम्पूर्ण दर्शकहरूलाई नमस्कार। म सुशील। आज मेरो साथमा हुनुहुन्छ सिधेपश्चिमको एक युवा जो काठमाडौँ आएर मेहनत गरिराख्नु भएको छ। उहाँको नाम छ सिद्धार्थ सर्दा। स्वागत छ सरलाई हाम्रो प्रोग्राममा। थ्याङ्क यू दादाले मलाई फर्स्ट पोडकास्टमा बोलाइदिनु त्यसको लागि एकदम एकदम धन्यवाद। म चाहिँ खुसी छु आज फर्स्ट पोडकास्ट गर्न पाएँ भनेर। तपाईँको त मेरो भेट अस्ति बसन्तपुरमा भएको थियो। तपाईँलाई मैले पहिलो गेस्ट बोलाउन पाएकोमा धेरै धन्यवाद। हजुर काठमाडौँ आउँदा पहिलो अनुभव कस्तो रह्यो? कतिको दुःख सुख गाह्रो? अब काठमाडौँमा आएपछि चाहिँ गाह्रो चाहिँ बहुत हुने रहेछ दादा होइन। काठमाडौँ चाहिँ उता पश्चिमदेखि हेरेपछि एकदम रङ्गी चङ्गी काठमाडौँ जान्छु यस्तो गरौँ त्यस्तो गर्छु भन्ने तिमीले चाहिँ आएर दुःख भोगिन्छ नि। अनि मम्मी ठाउँ जान पाएको ड्याडी ठाउँ जान पाएको हुन्थ्यो। त्यही भएर चाहिँ म के भन्छु 12 सकेर चाहिँ काठमाडौँ नआऊ, बरु हल्का ढिलो आऊ, के गर्छु भनेर आऊ, हाम्रो जस्तो अल्पत्र हुने गरेर चाहिँ नआऊ। तपाईँले के फरक पाउनुभयो त काठमाडौँ र सुदूरपश्चिममा? तपाईँ त अब उहाँ सुदूरपश्चिम कैलालीको मान्छे। अब सुदूरपश्चिममा यहाँ चाहिँ के फरक छ? फरक त एक कुरा नि मिल्दैन। यहाँ आउने कारण चाहिँ के हो भने चाहिँ धेरै कुराहरूको अपर्च्युनिटीहरू मिल्छ। जस्तै कामहरू भयो, यहाँ मिल्छ 15,000को भयो भने काम चाहिँ मिल्छ। अनि एउटा चाहिँ काम पाउनु गाह्रो हुन्छ। अनि यहाँ चाहिँ कन्सल्टेन्सीहरू पनि राम्रो छ, भर पर्दो। अनि विदेशजनलाई पनि मान्छेहरू यहाँ आउनुपर्छ। अनि पढाइको लागि हाई एजुकेसनको लागि काठमाडौँ आउनुपर्छ। फरक भनेको त्यही हो। अनि यता चाहिँ खुलेर बोल्न पाइन्छ, घुम्न पाइन्छ, फ्यामिलीसँग बस्न पाइयो, डाँडा पाखा हेर्न पाइयो। सुदूरपश्चिमको विकास चाहिँ कस्तो भइरहेको छ? चाहिँ हामीले सुन्दा दुर्गम छ भने सुनिन्छ यहाँ चाहिँ। अब दुर्गम भन्नाले विकास चाहिँ नभएको पनि होइन कि। अब हाम्रो नेपालमा कस्तो छ भनेपछि विकास भनेपछि पुल भयो, पिच रोड भयो, त्यस्तोलाई विकास भन्छ। त्यस्तो विकासहरू दादा होइन नि त। होइन विकास भनेको हाम्रो उताको एजुकेसन सिस्टम राम्रो छैन भनौँ। प्रायः धेरै स्कुलहरू कलेजहरूमा चाहिँ एजुकेसन राम्रो छैन। प्रायः सरकारी स्कुलहरू बन्द हुने कागारमा छन्। त्यस्तै छ। अनि एजुकेसन सुधार्नु पऱ्यो। अनि उता लागु औषधको ऊ छ कि धेरै उता चलखेल छ। उता लागु औषधहरू युज गर्छन् कि 10-15 वर्षदेखिको बच्चा बच्चीले नि त्यो पनि छुट्याइदिनु पऱ्यो। एउटा अब बोर्डर नजिक पनि भयो, बोर्डर नजिक भएर पनि हो जस्तो लाग्यो। कलेज लाइफ चाहिँ कस्तो थियो अब आउँदाखेरि? कलेज स्कुल पढ्दाखेरिको मेरो स्कुल लाइफ चाहिँ होइन, मैले चाहिँ एउटा प्राइभेट स्कुलदेखि दिएको 8 क्लाससम्म चाहिँ प्राइभेट स्कुल पढेको। मेरो प्राइभेट स्कुल लाइफ चाहिँ म पढेको होइन। त्यो स्कुललाई चाहिँ मैले राम्रो मान्दैन दादा। किनकि त्यो स्कुलमा मलाई पढाउनुभन्दा बढी पिट्थेँ कि पिट्ने मात्रै केही गल्ती भयो भने सानो गल्ती हुन्छ नि त, पिट्ने मात्रै। त्यो चाहिँ मेरो राम्रो गएन। होइन त्यहाँ चाहिँ मैले राम्रो साथी भेटाएँ एउटा, मैले सँगै छ हामी। अनि कलेज लाइफमा नि हामी दुइटा सँगै थियौँ। अनि मेरो कलेज लाइफ भनेको यति राम्रो गयो, त्यहाँ मैले लाइफमा सब भेटाएँ कि नाम कमाएँ। अनि पछि साथीभाइ बनाएँ, मान्छेहरू ल्याएँ। मेरो कलेज लाइफमा मलाई इन्सपायर गर्ने मेरो 2जना सर र म्याम हुनुहुन्थ्यो एउटा। अनि हाम्रो सर चाहिँ यति राम्रो हुनुहुन्थ्यो दादा होइन, साथी जस्तो कि। हजुरले पनि भोग्नु भयो होला। हजुरले कति कमी भयो? मेरो पनि अब साथी भन्दा पनि सरहरू चाहिँ धेरै घुमिदिनुहुन्थ्यो। यस क्वेसनहरू सेयरिङ गर्दाखेरि सरहरूको अनुभवबाट एकदम मलाई यस्तो कन्फिडेन्स दिने भनेको नै हाम्रो धुर्प सर भन्ने हुनुहुन्छ एउटा इङ्ग्लिस टिचर होइन। उहाँ सरले चाहिँ मलाई स्टेजमा आफै म स्टेजमा नाइ बोल्दैन भन्दा नि तिमी बोल्न सक्छौ गर भन्ने टाइपको हुन्थ्यो कि। अनि मलाई कुनै किताबहरू पनि पढ्न दिएर अगाडि यति धेरै विद्यार्थीहरू लौ पढाउ भनेर दिनुहुन्थ्यो कि। त्यहाँदेखि मेरो कन्फिडेन्स आयो। मेरो कलेज लाइफमा त्यस्तरी गयो। एउटा म्याम हुनुहुन्थ्यो, म्यामसँग त एकदम साथी जस्तो, जे भन्दा पनि गयो सेयर गर्दा पनि गयो, दुःख सुख यस्तो भयो म्याम आज यस्तो भयो। एकदम म्यामलाई चन्द्र म्याम र धुर्प सरलाई म एकदम याद गर्छु। उहाँहरूबाट चाहिँ अब कलेज लाइफमा इन्सपिरेसन चाहिँ मेरो दुइटा हो, म मान्छु। साथीहरू चाहिँ कस्तो हुनुहुन्छ तपाईँको मेरो कलेज लाइफमा भनौँ? मेरो कलेज लाइफमा हामी साथी चाहिँ पहिल्यैदेखि थियौँ भनौँ। तर हामी कलेजमा आएर यति नयाँ साथीहरू बनाउनु भयो नि त, पुरानो साथी हुनुहुन्छ। उहाँ पुरानो साथी हामी सानैदेखि सँगै थियौँ, सँगै ग्रो गरिरहेको छौँ। अहिले पनि सबजना हामी आफ्नो आफ्नो ठाउँमा स्टोर गरिरहेको छौँ। अहिले चाहिँ 12 सकेर आयौँ। अनि त्यसपछि आफ्नो फ्यामिलीलाई हेर्नु पऱ्यो। तर उहाँ चाहिँ यस्तो थियो दादा होइन, उहाँ चाहिँ हामी एउटा युनिटी थियो कि हामी समाजसेवा जस्तो पनि काम गर्थ्यौँ। समाजसेवा नै गर्नुहुन्थ्यो? समाजसेवा नै गर्थ्यौँ। जस्तै स्कुलमा के म 12मा र 11 र 12मा पढ्दाखेरि चाहिँ गर्थ्यौँ। 11बाट समाजसेवा जस्तो भनेर समाजसेवा कसैलाई पैसा चाहियो भने मिट गरेर दिन्थ्यो। गलत कुराको लागि होइन, फेरि कसैको घरमा अप्रुभ छ भने, अनि पछि कसैको घरमा पैसा चाहिएको छ भने, खानेकुराहरू चाहिएको छ भने। अनि हाम्रो स्कुलमा चाहिँ जस्तै ग्राउन्ड सफा भएको छैन, टोयलेट सफा भएको छैन, कसैमा अन्याय भएको छ भने हामी चाहिँ अपिल गर्थ्यौँ, अगाडि हुन्थ्यौँ राम्रो कुराको लागि।
ए भन्छ तपाईँ समाजसेवा पनि लाग्नुहुन्छ यसको कोही त मोटिभेट हुनुहुन्छ होला नि तपाईँले गर्नमा त्यो कुरामा चाहिँ बाहिरको मान्छे भन्दा नि मेरो साथीहरू चाहिँ मेरो मोटिभेट हो दादा। साथीहरूबाटै प्रेरणा एकदम एकदम मेरो साथीहरू जस्तो सपोर्टिभ साथी चाहिँ कसैले नि पाउनु कि यो गरौँ भन्दा पनि गरौँ, यो गरौँ भन्दा नि गरौँ, अर्को बाध्यताले सिक्नु पर्यो। उहाँ साथीहरूको नाम लिन मिल्छ अनि मिल्छ नि होइन। हाम्रो अखिल बाजे भन्छु नि, अखिल अनि क्रिस विष्ट, अनि राजन साई ठकुरी, अनि हाम्रो दीपक विश्वकर्मा, नवीन विश्वकर्मा, सन्नी चौधरी, अनि हाम्रो भूपेश, उहाँ चाहिँ मेरो काका भूपेश कुमार। हामी एकदम मिल्ने साथी हो, एकदम मूर्ति। हामी सँगै छौँ भने हामीलाई हात लाग्ने कोही छैन त्यो ठाउँमा। तपाईँ अहिले समाजसेवा गर्ने भनेपछि कसैले सहयोग गरिदिनुहुन्छ कि आफै कलेक्ट गरेर कसरी गर्नुहुन्छ ए हामी चाहिँ हामी प्रायः स्कुलमा जान्थ्यौँ, स्कुलबाट कलेक्ट गर्ने। अनि हाम्रो एउटा दादा हुनुहुन्थ्यो होइन, उहाँ दादासँग जाने, दादा यस्तो यस्तो भएको छ, हामीलाई सहयोग काम दिनु पऱ्यो भने उहाँ दादाले सहयोग निट गराइदिनुहुन्थ्यो। अनि हामीले चाहिँ उता दिने समाजसेवी पनि हुनु पढ्दा पढ्दै त्यति खनाल दाइसँग नि काम गऱ्यो। त्यो सेलेक्सन भयो त्यो लम्कीमा, उहाँसँग नै गऱ्यो। उहाँ त अहिले उतै हुनुहुन्छ, उहाँको उम्मेदवार पनि हुन्छ के अरे। तपाईँको चाहना एम चाहिँ के थियो? अब ठुलो बनेर केही त बन्छु भन्ने थियो होला। ए म चाहिँ होइन, हाम्रो त्यो चन्द्रमेम भन्छु नि मैले, हाम्रो चन्द्रमेम चाहिँ मलाई 8 क्लासदेखि पढाउन लाग्नु भयो होइन। अनि म्यामसँग चाहिँ म 8 क्लासमा घुलमिल भएन, किनकि 8 क्लासमा म त्यो स्कुलमा कसैलाई चिन्थेन, कसैले मलाई चिन्थेन। नाम कमाउन टाइम लाग्छ हुन्छ नि त्यो दादा, टाइम लाग्छ। अनि म 9 क्लासमा गएर चिन्थेन, म्यामसँग घुलमिल भएको म 9 क्लास, म्यामले हाम्रो पढाउनु। अनि म चाहिँ 11 क्लासमा पुगेँ होइन। अनि म्यामले हामी 11 क्लासदेखि पढाउनुहुन्थ्यो होइन। चिन्नु त मैले पहिला चिन्नु थिएँ 10 दादा 10 क्लासदेखि म्याम हामीलाई 10 क्लासदेखि भेट्नुहुन्थ्यो कि। मलाई राजनीतिमा आउने मन चाहिँ कस्तो लाग्यो भन्दाखेरि अब मेयरको छोरा छ भने यो गर्न पाइयो, मेयरसँग कार हुन्छ प्राइभेट, अनि मेयरले भन्यो भने जे पनि हुने, ट्राफिकले छोडिदिने, पावर लाग्छ भनेर पावर लाग्छ भने म नि मेयर बन्छु, यस्तो गरेर देखाउँछु भन्ने हुन्थ्यो। म सबलाई भन्थ्यो पनि मेयर बन्छु म हाम्रो ग्रुपको बडा सरले चाहिँ मलाई आरदेखि नै पढाउनु भयो, मलाई नि भन्थ्यो सर म मेयर बन्छु भनेर। सरले चाहिँ कहिले सक्दैन भन्नु भएन, मलाई गर भन्नुभयो। मैले चाहिँ म्यामलाई भेटेँ, म्याम म त मेयर बन्छु भने, भन्नु न त सबै तिमी गर्न भन्ने। म्यामले सरले मलाई एकदम इन्सपिरेसन गर्नुभयो। मैले यति जिपी ल्याउने कारण नै मेरो सर म्याम हो, म त सिधै डेडिकेट गर्छु उहाँलाई। उहाँले चाहिँ सपोर्ट एकदम सपोर्टिभ हुनुहुन्छ। तपाईँको सुदूरपश्चिमको मन्सुनीको अझै पनि छेउबडी प्रथाहरू छ अरे पुरानो संस्कार, यो चाहिँ कस्तो हो? अझै पनि छ कि हटिसक्यो? छेउबडी प्रथा त छ दादा हाम्रो पश्चिममा, अझै पनि छ एकदम। हजुरलाई एउटा कहानी सुनाउँछु म एकचोटि। हाम्रो सुदूरपश्चिममा छिपडी छ कि, बाहिर सुत्न पनि बाहिर सुताउँछन्, घर बाहिर। अब अरूको के कुरा गर्नु, म आफ्नै घरहरूको कुरा गर्छु, आफ्नै छरछिमेकीको। चाहिँ नि बाहिर सुताउँछन्, 5 दिन भयो, 6 दिन भयो, 7 दिनपछि घरभित्र आउने। केटी मान्छे सेफ हुन्न दादा बाहिर, मान्छे सुतेछ कसले आएर के गरिदिएपछि को थाहा पाउँछ त। त्यो कुरालाई चेन्ज गराउनु पऱ्यो है बार्मिन सरकारले, यो कुरा पनि म अपिल गरेँ होइन। अनि त्यो चेन्ज गराउनु पऱ्यो। अनि एकचोटि चाहिँ धनगढीमा के भएको छ, एउटा साँपले टोक्यो दादा राति 12 बजे होइन। उसलाई हस्पिटल आधा घन्टामा पुगाएँ। अनि उसको पालो चाहिँ कति बेला आयो, 6 बजे बिहान, छि भएको मिस भएको मान्छे। अनि 12 बजे टोकेकोलाई 6 बजे आयो। हस्पिटलको सुविधा थिएन, त्यही भएर पछि विकास भएको छैन भन्नुहुन्थ्यो मान्छेहरूले। अनि बाघहरूले खाइदिन्छ मान्छेलाई, सेफै छैन। जङ्गली जनावर अझै पनि आइरहेको छ, जङ्गल जनावर प्रायः आइरहेको शिविरतिर। तपाईँ कैलालीमा केही छ कि अलिअलि तारजालीहरू मार्नु? ए हाम्रो कैलालीतिर चाहिँ प्रायः आउँदैन। हाम्रो कैलाली भन्दा नि हाम्रो डाँडा पाखाहरू छन्, हाम्रो कैलालीकै डाँडा पाखा जङ्गल भएको नजिकै आउँछ। त्यहाँ शिक्षाको अनि रोजगारको युवाहरूलाई कस्तो छ? शिक्षा भन्नाले दाइ म पढेको कलेज चाहिँ अहिलेसम्मको बेस्ट हो। मैले सरकारी गभर्मेन्टबाट स्कुलबाट नै गरेँ हो। त्यो स्कुल चाहिँ बेस्ट छ है, त्यहाँ ज्यादा नै हुन्छ। अहिले युवा चाहिँ हाम्रो यहाँको अध्यक्ष हुनुभएको छ होइन, ज्यादा हुन्छ। मैले भने 2 सम्मेलनलाई मैले डेडिकेट गरेँ, उहाँहरू नै हुनुहुन्छ। अनि उहाँ शिक्षा चाहिँ हाम्रो स्कुलभन्दा बाहिरको गभर्मेन्ट स्कुललाई हेरेपछि चाहिँ धेरै स्कुलहरू बन्द हुने कागरमा छन्। मेरो घर पारीको दादा खोलापारी, मेरो घर छ खोलापारी, मेरो घर चाहिँ नि खोला छ। अनि एउटा स्कुल छ कि त्यो स्कुल 12सम्म जाने भनेको स्कुल अहिले 2सम्म छ। त्यस्तो ढोका छैन, ब्याचलरहरू मास्टरको पाउँदैनमा झन् 2मा झरेको त्यो स्कुलमा केही नै छैन, सब भत्काइ भुत्काइ केही छैन, मान्छे डेक्छ चोरो बेचेर खानु। रोजगार कस्तो छ त्यहाँ चाहिँ?
युवाहरूले पाइरहेको छ नि रोजगार पाएको म यहाँ आउँछु दादा यस्तो कुरा हेर्नु रोजगार छैन छैन है? रोजगार भए पनि चाहिए जस्तो उहाँ छैन म 12 पढेको मान्छे बेलुका थोरै आउँछु गएर त्यो त 12 पढेर मेरो बाबाले लाखौँ रुपियाँ लगाउँला म माथि म बेलुका आउँछु गएर मान्छे पारिश्रमिक अझै राम्रो छैन 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 अनि तपाईँको त्यहाँबाट रोजगारीको लागि भारत जान्छ भन्ने सुनेको थिएँ मैले कतिलाई भेटेको पनि थिएँ के हो यो चाहिँ रोजगारीको लागि चाहिँ एकदम म्याक्सिमम् हाम्रो मेरो गाउँमा 80-90 घर होलान् 80-90 घरको मान्छेहरूमा एक न एकजना इन्डिया गएको छ कमाउन गएको छ अनि त्यो सोच्नु कैलाली जिल्ला कत्रो छ त्यो सुदूरपश्चिम कत्रो छ एउटा कति गयो यति धेरै हरेक मान्छे इन्डिया पुगेर नै आउँछ कमाउनलाई सुदूरपश्चिम त रामाहरू समय यिनीहरू विकास गर्ने भने त राम्रो छ नि होइन ठाउँ रामा रोशन मात्रै होइन दादा होइन रामा रोशन अनि बुडर भयो झर्ना भयो बडी मालिका भयो हाम्रो बजाङहरू भयो बजाङ भयो त्यो कुरालाई सजायो भने अनि हाम्रो गोदावरी भयो अनि हाम्रो राजकाडा भयो हाम्रो कर्णाली चिन्चाबानी भयो त्यसलाई जति विकास गर्न सक्यो भने स्विजरल्यान्ड क्लब दादा यति राम्रो छ होइन त्यो ठाउँ हजुरलाई देख्यो भने सुदूरपश्चिमसँग माया हुन्छ कि छिट्टै म त सुदूरपश्चिम गएको छु तर भिडियो फोटोहरू हेर्दा एकदम राम्रो छ विदेशकोलाई टक्कर दिने देखेँ कि मैले एकदम मजाले त्यस्तो बालिनले प्रमोसन हामी दिनुभएको बालिन शाहले अघि सुदूर दूर नै भन्नुभएको छ कि अरे अब हेरौँ हो बालिन शाहले अब हाम्रो मलाई अरूभन्दा नि कुटीमा पनि त एकदम आएको छ कि होइन हाम्रो क्षेत्र नम्बर 2 को लिडर हुन्छ जे भयो भने प्रमुख मान्छे भिडियोहरू हेर्दा त लागि परेको देखिनुहुन्छ कि भित्र त के छ उहाँको भित्र त अब त्यति खासै नजाऊँ तर उहाँ चाहिँ राम्रो हुनुहुन्छ सबको अगाडि भिडियोहरू हेरेर चाहिँ ल काम गर्न लाग्नु भएको भनेर देखिएको छ काम गरिराख्नु भएको छ भने तपाईँको जीवनमा त्यस्तो कुनै मोटिभेट गर्ने कुनै त्यस्तो कुनै आइडल मान्ने तपाईँ कोही हुनुहुन्छ त्यस्तो म आइडललाई चाहिँ रोनाल्डोलाई गर्छु दादा होइन रोनाल्डो भन्दाखेरि चाहिँ म मेरो मम्मी ड्याडीलाई मोटिभेट मान्छु दादा किनभने सोध्नु होला किनकि मेरो ड्याडीले चाहिँ मलाई मेरो ड्याडी बाहिर हुनुहुन्छ होइन विदेश हुनुहुन्छ मेरो ड्याडीले चाहिँ मलाई बाइक चाहियो भने दादा सोरुममा गएर जुन बाइक चुज गरेर त्यो तेरो भन्नुभयो कि जति प्राइस पऱ्यो नि नसोध्नु भन्नुभएको कि आफूसँग पैसा छ छैन बाइक दादा आइफोन भने आइफोन पाइयो यो भने यो पाइयो त्यो भने त्यो पाइयो मेरो लागि यति मेरो ड्याडी मम्मीले गर्नुभएको छ भने मेरो मम्मी ड्याडीको लागि एकदम गर्छु भन्ने सोच्यो कि छोरा भएपछि अवश्य गर्नै पऱ्यो अनि मेरो मम्मीले पनि मेरो लागि कति कुराहरू त्याग्नु भएको थियो कि मैले देखिरहेको छु त्यो कुराले मलाई मोटिभेट गर्छ मम्मीलाई स्विम गराउनुपर्छ बाउसँग बुलेटमा घुम्नुपर्छ अनि सोच थियो कि मेरो रोनाल्डोकोले नि भयो होइन किनकि रोनाल्डोको मेन्टालिटी दादा थाहै होला नेभर गिभ अप माइन्ड सेट होला म पनि नेभर गिभ अप माइन्ड सेट होला हजुरले साथ गरेर थाहा भइहाल्नु होला ट्राई त गरिराख्नु भने अब नभए पनि किन हार्नु त्यसको डिसिप्लिन हेर्नु न रोनाल्डोको डिसिप्लिन त्यसको त्यो एटिट्युड हेर्नु न म गर्छु भन्ने बेला एटिट्युड बोले त गर्यो त्यो बेला चाहिँ मलाई त्यही भएर नि म रोनाल्डोलाई चाहिँ त्योबाट पनि मोटिभेट हुन्छु तपाईँको आइडल एउटा इन्टरनेसनलमा रोनाल्डो मम्मी त भगवान्हरू तपाईँको फ्यामिलीमा अरू को हुनुहुन्छ मम्मी बुवा अनि मेरो दिदी हुनुहुन्छ 2 जना दिदी चाहिँ यहीँ हुनुहुन्छ दिदीहरू एउटा दिदीको चाहिँ बिहे भइसकेको छ एउटा दिदी चाहिँ स्टोर गरिराख्नु भएको छ दिदीले पनि आफ्नो लाइफमा अब त्यो कुराको बारेमा नभनिदिउँ दिदीले चाहिँ स्टोर गरिराख्नु भएको छ मभन्दा पहिला चाहिँ मेरो सोच छ कि मभन्दा पहिला चाहिँ मेरो दिदीले अचिभ गरौँ आफ्नो गोल्सहरू भन्ने छ कि किनकि म भनेको छोरा मान्छे दादा होइन म भनेको छोरा मान्छे म त जहाँ गए पनि कमाएर खान सक्छु मेरो दिदीलाई चाहिँ सेफ दिनु दोस्रो मेरो दिदी त्यो चाहिँ मेरो सोच छ म दिदी नभए पनि म बाहिर गएँ भने मेरो दिदीलाई चाहिँ म जुन ठाउँमा छु त्यो ठाउँमा टाङ्छु 1-1.5 वर्षमा मैले आफूभित्र कसम खाएको छु कि दादा एकदम दिदीभाइ चाहिँ सँगै मेरो दिदीलाई चाहिँ म छुट्याउनु मेरो दिदीहरू पनि मेरो लागि भगवान् म पहिला मेरो प्राइभेट स्कुलमा पढ्दाखेरि म चाहिँ मेरो मम्मीहरू भन्दा पहिला मेरो दिदी खोज्थेँ कि मेरो ठुलोवाला दिदी चाहिँ बिहे भइसक्यो आउँथेँ ड्रेस पनि दिदी खाना सकी थिएन भने अनि दिदीसँग जाने अनि दिदी खाना दिलाएर दिने दिदीसँग खाने अब खाने दिदीसँग ल्याउने अनि त्यो कुरा चाहिँ म मिस गर्छु अहिले पनि अब ठुलो भयो अब दिदीसँग बोल्न नि अर्कै हुन्छ ठुलो भयो अब परिवर्तन हुनु पऱ्यो तपाईँको उहाँ सुदूरपश्चिममा अझै पनि लोकसेवामा घरबाट एकजनाले नाम निकाल्नु पर्छ भन्ने मैले सुनेको थिएँ के हो यो त्यो चाहिँ अबको 3-4 वर्ष पहिला हो प्रत्येक घरबाट प्रत्येक ठाउँबाट लोकसेवामा कहाँको भन्दा सुदूरपश्चिम भन्ने सुन्थेँ कि मैले त्यो चाहिँ दादा पहिला हो 2-3 वर्ष अगाडि किनकि अब सुदूरपश्चिममा कस्तो थियो भनेपछि सरकारी जागिर खानुपर्छ
पावरमा आउँछ अनि ती कुराहरू गर्नुपर्छ भन्ने हुन्छ कि अब आजभोलि चाहिँ विदेशले चाहिँ उसलाई लोकसेवालाई दबाइरहेको छ कि त्यो लोकसेवा चाहिँ राम्रो कुरा हो अनि लोकसेवा चाहिँ छोडिरहेको छ बिस्तारै बिस्तारै मेरै ड्याडी लोकसेवा गर भनेर मेरो उमेर घटाइदिनु भएको छ 12मा 3 जितेलाई हाराइ पाएको मान्छेले म कहाँ लोकसेवा गर्न सक्छु भन्नु त सक्छु त सक्दैन नि त गाह्रै छ तर यत्रो कम्पिटिसन हुन्छ सकिन्न जस्तो लागेर योग गरेँ तर लोकसेवा चाहिँ म पहिला गर्थेँ सबले ट्राई आजभोलि चाहिँ छोडेर विदेश पहिलाको भन्दा कम भइरहेको कम भएर आजभोलि त विदेश लागिरहेको छ लोकसेवाको नसा छुट्यो विदेशको नसा लागिसक्यो विदेशको नसा लाग्यो विदेशको नसा नेपालभरि नै छ तर पश्चिमतिर जान्छ अरे भनौँ अब तपाईँ काठमाडौँ आउनुभयो अब यहाँ आएर चाहिँ कस्तो बुझ्नुभयो त नेपालको राजनीति उहाँ हुँदा त सुदूरपश्चिमबाट हेरिराख्नु भएको थियो जब काठमाडौँ आउनुभयो नि त तपाईँ नै अब सुदूरपश्चिमबाट भयो यहाँ राजनीति अब सुदूरपश्चिमबाट चाहिँ के भन्छन् होइन सुदूरपश्चिमबाट चाहिँ के भन्छन् बालेनले गरिरहेछ बालेनले गरिरहेछ आफ्नो ठाउँमा भर्खर किनकि हरेक कुरा गर्न टाइम लाग्छ अब हामीलाई भनौँ न हाम्रो त्यत्रो 12 विज्ञान त्यत्रो 8-10 वर्ष पढ्नु पर्छ होइन त्यति टाइम लाग्छ टाइम लागोस् होइन तर म पछिको पिँढीलाई चाहिँ विदेशमा जानु परोस् भन्ने टाइपको गराइदियोस् अनि यहाँ राजनीति चाहिँ के भइरहेछ भन्दाखेरि हेर्नु न ट्राफिक नियम कडा कस्तो ठाउँमा गर्ने हो जुन ठाउँमा ट्राफिक पुलिसको नगरपालिकाको भरमा मान्ने त्यो ठाउँमा फाइन हान्ने हो 15,000 रुपियाँ फाइन बनाएको लाइसेन्स अब राति हजुर बिरामी हुनुभयो हजुरको घरको कसले लाइसेन्स नभएकोले गाडी लिनु पर्यो उसलाई 15,000 फाइन हानेर कि हजुर बिल तिर्ने कि उपचार गर्नु सोच्नु अब त्यो कुरामा चाहिँ बुझ गरिदिएको हुन्थ्यो बालन सरकारले त्यस्तो त्यस्तो राजनीति चाहिँ अब खासै बुझ्दैन तर पनि भनौँ अरू चाहिँ यो बेला चाहिँ हाम्रो योभन्दा पहिलाको सरकारभन्दा चाहिँ यसरी गर्छ भन्ने आश छ बालन सरकारप्रति आश हुनुहुन्छ आशा एकदम आशा छ नि जिता हो जग्गा भोट हालेर भोट हाल्नु भयो एकदम अनि नेपालको अहिलेको युवाहरू त विदेश गइरहेको देखिराख्नु छ दिनौँ हजारौँ कसरी सरकारले काम गर्यो भने त्यसलाई रोक्न सक्छ त सबभन्दा पहिला दादा होइन यो जो मान्छेहरू छ नि बिना डिग्री सर्टिफिकेटको सरकारी कामहरूमा लागेको पावरले खर्च गर्दा त्यो मान्छेलाई निष्कासित गरेर जस्तै मैले +2 गरेको छु भने मेरो 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 लेभलको पनि कुनै काम होला होइन त्यो काममा ठ्याक्कै मैले लगाइदिनु पऱ्यो कि मतलब मैले इक्जाम दिनुपर्छ लोकसेवा गरी जस्तै इक्जाम दिनुपर्छ भने नि म 3 महिना आइएस गर्छु भने म 3 महिना त्यसको लागि तयारी गर्छु कि 40,000 कमाउनु र बाहिर गएर 1 लाख कमाउनुमा धेरै फरक हुन्छ घरको पैसा भने घरको हुन्छ घरको भने घरकै भने आफ्नै ठाउँको आमा बाबासँग बसेर काम गर्छु त्यो कुरामा एउटा काम गरिदिनु पऱ्यो होइन दोस्रो कुरा के भन्दाखेरि रोजगारीमा राम्रो 16 घन्टा काम गरेर 15,000 भन्दा पनि 30,000 भयो भने त्यही काम त्यस्तो गराइदिनु पऱ्यो अनि अर्को कुरा हाम्रो एजुकेसन सिस्टम राम्रो गराइदिनु पऱ्यो मान्छेहरूले कतिपयहरूले हाम्रो पढ्नै नपाएर सरकारी स्कुलमा पनि ओभर 20-25-30,000 फिस भएर छोडेर गएर हुन्छ कि इन्डिया जान हुन्छ कि मान्छे त्यो कुरा अझै पनि महँगै भने पनि महँगो त महँगो त्यो कुरा सुधारिदिनु पऱ्यो युवालाई बचाउनु छ भने अनि 6 क्लासदेखि नै राम्रो शिक्षा गराइदिनु पऱ्यो कि दादा कसलाई जहाँ जाने जस्तै आर्मी बन्ने मान्छे भने आर्मीको लागि कस्तो के हुन्छ प्रोसेसिङ गराइदिनु पऱ्यो सिकाइदिनु पऱ्यो अनि कसलाई पुलिस भन्नु छ भने पुलिस कसलाई नेता भन्नु छ भने सोसियोलोजी पढाइदियो कसलाई लोयर भन्नु छ भने ल पढाइदियो त्यस्तो कुराहरू गर्नु पऱ्यो 8 क्लासदेखि मात्रै राखिदिनु भने चाहिँ ठिक हुन्छ होला सायद होइन 8 भन्दा नि 6 गर्दा भयो त्यतिबाट ट्रेनिङ मोरली नर्मल बेसिक कुरा सिकाउने बेसिक कुरा सिकाउँदै गएपछि एउटा डिसिप्लिनमा चाहिँ ल्याउँछ कि यसले एकदम परिवर्तन हुन्छ देश हल्का भयो पनि अनि अब हजुरले के भन्न चाहनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी अब रविलाल खाने हुनुहुन्छ त्यहाँ बालन खाले सरकार चलाइराख्नु भएको छ उहाँलाई कस्तो कानुनले हाने चाहिँ ठिक होला त नेपालमा कस्तो खालको कानुनले हाने चाहिँ नेपालमा ठिक होला त ट्याक्स बढाइ देखिन्छ अहिले एउटा ट्याक्स घटाउनु पर्यो दादा होइन दोस्रो कुरा हाम्रो हरेक कुराहरू महँगाइ बढ्दैछ ट्याक्स बढ्यो नि महँगाइ बढ्ने हो होइन ट्याक्स कम गरिदिनु पऱ्यो महँगाइ कम गरिदिनु पऱ्यो हाम्रो कुराहरूको लागि राम्रो सुविधा गराइदिनु पऱ्यो जस्तै कतिपय हाम्रो ठाउँतिर जुम्लातिर नुन पुग्दैन कि दादा नुन पुग्दैन हाम्रो बजारतिर उतातिर पनि नुन ल्याउन मान्छेले नगरपालिकामा गएर पिन कुर्नु पर्छ कि नाम टिपाउनु पर्छ अझै पनि त्यहाँ त्यस्तो नुनको लागि पनि त्यस्तो छ हाम्रो जुम्ला मुगुतिर गयो भने त मान्छेले बाँच्नै सक्दैन एउटा कफीको एउटा जाबो कफीको 300 रुपियाँ दिन्छ टुरिस्ट अनि कहाँ जाने टुरिस्ट व्यवसाय नै गर्दै गयो नि त त्यसरी ट्याक्स म्यानेज गरिदिनु पऱ्यो सबभन्दा पहिला अनि मान्छेहरूलाई हुन्छ नि मन लागेको कुरा चाहिँ
त्यसमा त बोल्न दिनु पर्यो कि पहिला यो हाम्रो केपी सरकार जस्तो नगर्ने त्यस्तो कुराहरू चाहिँ ल्याइदिनु पर्यो। हजुरलाई चाहिँ यो राजतन्त्र ठिक लाग्छ कि यो अहिले हुनुहुन्छ नि नेताहरू, यो संस्था कुन ठिक लाग्छ हजुरलाई? राजा भएको ठिक कि नेताहरू भएको देख्छु? अब राजा देख्नुभयो नि त्यो सुन्नुभयो नि त पहिलाको राजा चाहिँ मैले देखेन, कहानीहरू चाहिँ मेरो ड्याडीले नै सुनाउनुहुन्छ, आफै नै सुन्छु होइन, टिकटकहरू पनि आइरहन्छ। राजा भएको बेला यो फ्याक्ट्री थियो, त्यो फ्याक्ट्री थियो, यो थियो यो थियो भन्थ्यो होइन। अब त्यो छ, त्यो भएर हाम्रो देशमा राम्रो व्यवसाय हुन्थ्यो भने मान्छेले प्रायः विदेश जानु पर्दैन, किनकि एउटा ठाउँमा 3000 मान्छेले एउटा फ्याक्ट्रीमा काम पाउँछ भने त्यस्तो हजारौँ फ्याक्ट्री खोलेपछि के फ्याक्ट्री थियो, चप्पल फ्याक्ट्री, त्यो टायर फ्याक्ट्री, कागज फ्याक्ट्री थियो, गाजर फ्याक्ट्री, त्योहरू चाहिँ एकदम उ गराइदिनु पऱ्यो कि खुलाइदिन्थ्यो राजाले चलाइरहेको थियो राम्रोसँग। अनि त्यति सुन्दा चाहिँ राजतन्त्र राम्रो जस्तो लाग्छ, किनकि अहिले हेर्नु न विदेश गइरहेको छ सरकारको बेला, बालन सरकार आएर केही बदल्छ भने त होला कुरा हो। हजुरको त्यस्तो मनपर्ने नेता कोही हुनुहुन्छ? के देख्नु हुनुहुन्छ? मेरो मनपर्ने खासै नेता भन्दा पनि अब म पश्चिमको गएर म चाहिँ केपी खनाललाई नै रोज्छु, किनकि उहाँ युवा हो, जोरसङ्गरले हुनुहुन्छ, एकदम पढाइ लेखा मान्छे हो होइन। त्यसरी म चाहिँ केपी खनालतिर नै गएँ। केपी खनाल मनपर्छ? हाम्रो क्षेत्र नम्बर 2 को हिरो नि त उहाँ चाहिँ। अब अन्त्यमा तपाईँलाई के भन्न मन छ जुन मैले सोध्न भुलेको केही त्यस्तो? अब मलाई अन्त्यमा भन्नु चाहिँ के मन लाग्यो भन्दा होइन, अब मेरो साथीहरू चाहिँ हामीसँगै रहेको अझै राम्रो गर्न सक्थ्यौँ होइन, हामी छुट्टिनु पऱ्यो बाध्यताले एउटा साथीहरूलाई एकदम सम्झना छ। अनि अर्को चाहिँ मेरो ड्याडीलाई पनि एकदम है, किनकि मेरो ड्याडी बाहिर हुनुहुन्छ नि, म चाहिँ ड्याडीसँग धेरै घुम्ने मतलब बस्न पाएको थिएन, ड्याडीसँग टाइम स्पेन्ड गर्न पाएको हुन्थ्यो बाहिर यो कुराहरू। अनि मेरो लाइफमा जतिले सहयोग गरिदिनु जति आइदिनु हो सबैलाई थ्याङ्क यू सो मच होइन, सधैँभरि यस्तै साथ दिनु। ड्याडी छोरासँगै घुम्न पाएको सुन्न पाऊँ देख्न पाऊँ त्यो त भइहाल्छ बुलेट बाइकमा चढेर एकदम बुलेटमै घुम्ने, बुलेट त मेरो सौक हो दादा, त्यही इच्छा छिटै पुरा होस्। हाम्रो प्रोग्राम हेरिबस्नुभयो सम्पूर्णलाई धन्यवाद। उहाँ चाहिँ हाम्रो पहिलो गेस्ट हुनुहुन्छ मैले भनिसकेँ। यो प्रोग्राम हेरेर तपाईँहरूलाई कस्तो लाग्यो? लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। फेरि म अरू गेस्टसित कुरा गर्ने नै छु। त्यति गर्नुको लागि धन्यवाद।